यो सुन्दर झरना तीनधारे झरना नेपालको काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका कफलडाँडामा अवस्थित यो झरना यो लगभग 300 मिटरको उचाइमा रहेको छ। महाभारत पर्वत श्रृङ्खलाको पहाडबाट तीन धाराको रूपमा झर्ने भएकोले नै यसलाई तीनधारे झरना भनिएको हो। हजुरहरू काठमाडौँबाट 60-65 किलोमिटर पूर्वमा रहेको यो झरना पुग्नको लागि हामी कोटेश्वर, भक्तपुर, साङ्गा भन्ज्याङ, बनेपा हुँदै धुलीखेलतिर जानुपर्छ। धुलीखेलबाट भने हामी दाहिने मोडिएर बीपी राजमार्गको यात्रा गर्छौं र केही बेर पछि नै काभ्रे भन्ज्याङ पुगिन्छ र त्यहाँ रहेको मदन भण्डारीको प्रतिमा भएको ठाउँबाट बीपी राजमार्गलाई छोडेर हामी दाहिनेतिर मोडिन्छौं र केही बेरमै हामी नमोबुद्ध पुग्छौं र त्यहाँबाट हामी ऐतिहासिक गाउँ, एकदमै सुन्दर गाउँ दाप्चा हेर्दै हामी अगाडि बढ्छौं। अब दाप्चाबाट भने कच्ची बाटो सुरु हुन्छ। त्यहाँबाट हामी रोसी खोला पुग्यौं भने हजुरहरू यदि पैदल यात्रा गर्दै हुनुहुन्छ भने या पब्लिक भेहिकल युज गर्नु भएको छ भने चाहिँ रोसी खोलासम्म मात्रै पुगिन्छ। त्यसपछि भने माथिको यो बाटो ठाडो 3-3.5-4 घण्टाको बाटो भने हामीले पैदल यात्रा गर्नुपर्छ भने बाइकमा जानुहुन्छ भने करिब अरू आधा 40 मिनट चाहिँ हामीले आधा घण्टा या 40 मिनट चाहिँ हामीले अर्को एकदमै चिप्लो र अप्ठ्यारो बाटो तय गर्नुपर्ने हुन्छ। यो बाटोमा निकै अप्ठ्यारो भए चिप्लो भए तापनि बाटोभरि रमाइलो गाउँहरू हुँदै हामी माथि उक्लुनुपर्छ। त्यसपछि आउँछ तीनधारे होमस्टे। हजुरहरू तीनधारे होमस्टेमा कल गरेर त्यहाँ रिजर्भ गर्नु भएपछि बुक गर्नु भएपछि त्यहाँ जानुभयो र त्यहाँ विश्राम गर्नुभयो हुन्छ त्यस दिन र भोलिपल्ट बिहानै झरना हेर्न जानुभयो हुन्छ। होइन भने हजुरहरू सेम डे गएर पनि फर्किन सक्नुहुन्छ। यो होमस्टेमा गएर रमाइलो त्यस दिनको विश्राम लिनुहोस् र भोलिपल्ट बिहानै झरना हेर्न जान सक्नुहुन्छ। साङ्गुरो बाटो हुँदै यसरी हाम्रो सुरक्षाको लागि भने सबै र आँखाले भ्याएसम्म यसरी रेलिङ लगाइदिनु भएको छ। हेर्नुहोस् त, त्यसपछि पुगिन्छ महाभारत पर्वतको फेदीमा झर्ने यो झरना तीनधारे झरना। एकपटक पुग्नै पर्ने गन्तव्य पनि हो। हेर्नुहोस् न कस्तो राम्रो छ यो तीनधारे झरना। आशा गर्छु हजुरहरू पनि तीनधारे झरना हेर्न जानुहुन्छ होला भनेर। तर यो विशेष बर्खाको बेलामा मात्र यो झरना बढेर राम्रो हुने भएकोले गर्दा बर्खामा यात्रा गर्दाखेरि अपनाउनु पर्ने सावधानीहरू भने राम्रोसँग अपनाइदिनुहोस् होला। बाटो भने रोसी खोलादेखिको एकदमै चिप्लो र अप्ठ्यारो भएकोले बाइकमा जानुहुने भाइ बहिनीहरूले पनि सचेत हुन एकदमै जरुरी छ। हजुरहरूलाई आजको यो भिडियो कस्तो लाग्यो कमेन्टमा बताइदिनुहोस् होला। हजुरहरूको दिन निकै शुभ रहोस्।